नाम नवराज भण्डारी, म नेपाल रेड क्रस सोसाइटीको प्राथमिक उपचार स्वयंसेवक। के तपाईँको बिरामीलाई के भएको रहेछ म हेर्न सक्छु? हुन्छ सर। म सुरक्षित छु। घटनास्थलमा यो आर्को छ, उहाँले के काट्दै हुनुहुन्थ्यो, काट्दा काट्दै चाहिँ यो भएछ। यसलाई हामी सुरक्षित स्थानमा चाहिँ राख्छौँ। त्यसपछि दाइ 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 त्यसपछि हौ 10 म थप उपचार गर्दै रहन्छु। तपाईँले एम्बुलेन्सलाई खबर गरिदिनुहोस् है। हुन्छ सर। ल, रेड क्रसको एम्बुलेन्सलाई खबर गरिसकेँ सर मैले। 1 2 3 4 5 6 7 8 9 10 11 13 14 15 16 17 18 19 20 21 22 24 25 26 27 28 29 30 बन्द गर्ने। 1 2 मिनट साथ दिने। यो प्रक्रिया जबसम्म बिरामी होसमा आउँदैन, जबसम्म बिरामीलाई बिस्तारै हात चलाउन सुरु गर्दैन, जबसम्म हामी बिरामीलाई अस्पतालसम्म लगिँदैन, यो निरन्तर रूपमा चाहिँ हामीले गरिरहनुपर्छ। एम्बुलेन्समा लाँदा समेत यसलाई हामी गर्दै लैजानेछौँ। एम्बुलेन्स आइसकेको छ। धन्यवाद।